साथीहरू, आज म तपाईलाई जुन देशको बारेमा जानकारी दिँदैछु यो देश संसारकै एउटा सम्भावनाले भरिपूर्ण देश हो। भूगोलले यो देश सानो भए पनि समृद्धिको मापन गर्दा यो देश प्रगतिको पथमा लम्किरहेको छ। संसारकै यो देश एउटा पपुलर गन्तव्यको रूपमा परिचित छ। आजका दिनसम्म आइपुग्दा र इतिहासलाई फर्केर हेर्दा यो देश कहिले पनि कसैको गुलाम र उपनिवेश बनेन। त्यसैले त यो देशका मानिसले कहिले पनि स्वतन्त्रता दिवस मनाउँदैनन्, किनकि यहाँका मानिसहरू सधैँ स्वतन्त्र रहिरहे। साथीहरू, यो देश संसारभरिकै एउटा अचम्मको देश हो जहाँ सबैभन्दा सानो जीव देख्न सकिन्छ। यससँगै सबैभन्दा ठूलो जीव पनि यहाँ देख्न सकिन्छ। साथीहरू, यो देशको राजधानीको ओरिजिनल नाम थाहा पाउँदा तपाईँ अचम्ममा पर्न सक्नुहुन्छ। यो देशको राजधानी ब्याङ्ककलाई यहाँको स्थानीय नामले चिनिने गर्दछ। साथीहरू, तपाईलाई अर्को महत्त्वपूर्ण जानकारी यो देशको बारेमा दिन चाहन्छु। यदि तपाईँ यो देशमा गल्तीले पनि बिना अन्डरगार्मेन्ट घर बाहिर निस्किनु भयो भने सिधै जेलको हावा खान पर्ने अवस्था आउन सक्छ। हो साथीहरू, आज म तपाईलाई साउथ इस्ट एसियन कन्ट्री थाइल्यान्डको बारेमा विविध रोचक जानकारी दिनेछु। तर त्यो भन्दा पहिले यदि तपाईँ यो च्यानलमा पहिलो पटक आउनु भएको छ भने च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न अवश्य नभुल्नुहोला र विश्व दुनियाँको कुन चाहिँ भूगोलबाट हेर्दै हुनुहुन्छ तपाईको दुःख सुख र हालको अवस्था बारे कमेन्ट बक्समा जानकारी दिन अवश्य नभुल्नुहोला। साथीहरू, थाइल्यान्डको आधिकारिक नाम हो किङडम अफ थाइल्यान्ड। यो देशको कुल जनसङ्ख्या 7.17 करोड छ। यो देश 5,13,120 वर्ग किलोमिटरमा फैलिएको छ। थाइल्यान्डको पपुलेसन डेन्सिटीको बारेमा कुरा गर्दा यहाँ 137 पर स्क्वायर किलोमिटरको दूरीमा मानिसहरू बस्ने गर्छन्। यो देशको कुल जनसङ्ख्याको 52% मानिसहरू सहरमा बस्दछन् भने बाँकी 48% मानिसहरू गाउँले जीवन बिताउँदछन्। साथीहरू, दक्षिण पूर्वी एसियाको यो सुन्दर देश बाँकी दुनियाँ भन्दा अलि फरक पाउनुहुन्छ। त्यसैले त यो देशलाई ल्यान्ड अफ सरप्राइजको नामले चिनिने गर्दछ। यो देशले तपाईलाई आश्चर्यचकित पार्न सक्छ। थाइल्यान्ड कहिले पनि कसैको गुलाम नभएकै कारण यो देशलाई ल्यान्ड अफ फ्री भनेर पनि चिनिने गर्दछ। साउथ इस्ट एसियाको एउटा स्वतन्त्र र सार्वभौम देश थाइल्यान्ड कहिले पनि कसैको उपनिवेश बनेन। बाँकी विश्व युरोपियनको उपनिवेश बन्दा यो देशले सधैँ आफ्नो अस्तित्व कायम गर्न सफल भयो। साथीहरू, कुनै एउटा समय थियो जति बेला थाइल्यान्डमा हरेक पुरुषलाई बुद्धिस्ट भिक्षु बन्न पर्थ्यो। यसको मतलब जीवनको एउटा कालमा चाहे छोटो समय किन नहोस् बुद्धिस्ट मङ्क बन्नै पर्ने प्रचलन थियो। तर आजको समयमा यो नियमको पालना धेरैले गरेको पाइँदैन। एकदमै थोरै व्यक्ति जो बुद्धको जीवनबाट प्रभावित भएको हुन्छ उसले नै यो नियमको पालना गर्ने गर्दछ। साथीहरू, यो देशको राजधानी ब्याङ्ककको बारेमा त हामी मध्ये अधिकांश परिचित नै छौँ, तर यो देशको राजधानीको स्थायी नाम सुन्दा तपाईँ अचम्म पर्न सक्नुहुन्छ। हो साथीहरू, ब्याङ्ककलाई यहाँका मानिसहरूले कुरुङथेप महानाखोन भन्दछन्। साथीहरू, थाइल्यान्डको कुल जनसङ्ख्याको 10% मानिसहरू ब्याङ्ककमा बस्दछन्। यो देशको सबैभन्दा ठूलो र पुरानो सहर हो ब्याङ्कक। यहाँ प्रत्येक वर्ष 2 करोडको हाराहारीमा पर्यटक आउने गर्दछन्, जसले गर्दा यो सहर एसियाकै बढी चहल पहल हुने सहरमा पर्दछ। पर्यटनसँगै औद्योगिक क्षेत्र भएकै कारण यो सहर इकोनोमिक हबले पनि चिनिने गर्दछ। साथीहरू, हरेक देशले विकास र समृद्धि चुम्नको लागि केही न केही गुमाएकै हुने गर्दछ। थाइल्यान्ड पनि यो बाटो अछुतो छैन। इतिहासलाई फर्केर हेर्दा आजभन्दा 100 वर्ष अघि उत्तरी थाइल्यान्ड घना जंगलले घेरिएको थियो। लगभग पुरै जंगलको भूभाग थियो भन्दा गलत हुँदैन। तर आजको समयमा जम्मा 25% जंगल मात्र बचेको छ, जसलाई अहिले ग्रीन बेल्टको नामले चिनिने गर्दछ। जंगल मासे पनि थाइल्यान्डमा थुप्रै ठाउँ रेसिडेन्सियल एरिया देख्न सकिन्छ। धेरै क्षेत्रमा उद्योग कल कारखाना बनेका छन्, जसले गर्दा लाखौं मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। साथीहरू, थाइल्यान्डवासीले आफ्नो देशको राजालाई आफूभन्दा धेरै माया गर्दछन्। यहाँका मानिस जस्तो सुकै कठिन परिस्थितिमा पनि राजाकै साथमा उभिने गर्दछन्। भनिन्छ यहाँका मानिसले धेरै कुरा सहन सक्छन् तर राजाको विरुद्ध हुने क्रियाकलाप सहन सक्दैनन्। त्यसैले त साथीहरू, एक समयमा हलिउडको एउटा फिल्म द किङ एन्ड आईलाई थाइल्यान्डको कुनै पनि सिनेमा घरमा रिलिज गर्न दिइएन, किनकि यो फिल्ममा राजाको अपमान गरिएको थियो। यो फिल्म रिलिज गर्न थाइल्यान्डमा धेरै कोसिस गरियो, तर जनताको अगाडि कसको के लाग्छ र? त्यसैले त यहाँका मानिसको मनमा राजाले सधैँ बास गरेका हुन्छन्। यहाँका मानिस जहाँ पनि राजालाई देख्छन् त्यही नै शिर निहुर्याएर अभिनन्दन गर्दछन्।
साथीहरू, थाइल्यान्डलाई ल्यान्ड अफ टेम्पल भनेर पनि चिनिने गर्दछ। तपाईलाई अचम्म लाग्न सक्ला, यो देशमा कुल मिलाएर 35,000 जति मन्दिरहरू छन्। यहाँका मानिसहरू बीच मन्दिर गएर ध्यानमा बस्नु, पूजा पाठ गर्नु दैनिकी जस्तै मानिन्छ। साथीहरू, हाम्रो देश नेपाल र थाइल्यान्डमा धेरै समानता देख्न सकिन्छ। नेपालको राजधानी काठमाडौँलाई पनि मन्दिरको सहर भनेर चिनिने गर्दछ। हाम्रो देशमा कसैलाई सम्मान शिर झुकाएर गरिन्छ, त्यसै गरी यहाँका मानिसहरू बीच यो संस्कार चलिआएको छ। थाइल्यान्डमा तपाईले यदि कसैलाई हातले छुनुहुन्छ भने त्यो राम्रो मानिदैन। त्यसैले साथीहरू, यदि तपाईँ पनि यो देशमा घुम्न जाँदै हुनुहुन्छ भने यो कुरा ध्यानमा अवश्य राख्नुहोला। साथीहरू, संसारमै ठूलो परिणाममा अर्किड फूलको निर्यात गर्ने देश हो थाइल्यान्ड। यो देशमा यो फूलको खेती व्यापक परिणाममा देख्न सकिन्छ। सबैभन्दा खुसीको कुरा के छ भने यो देशमा 1500 भन्दा धेरै प्रकारका अर्किड फूल देख्न सकिन्छ। अर्किड फूल प्रेमीका लागि यो देश उत्कृष्ट गन्तव्य बन्न सक्छ। थाइल्यान्डमा धेरै परिणाममा हात्ती पनि देख्न सकिन्छ। यो देशमा कुल मिलाएर 8000 हात्ती छन्, जसमध्ये 4000 को संख्यामा घरपालुवा छन्। यहाँका मानिस हात्ती पाल्न औधी मन पराउँछन्। साथीहरू, थाइल्यान्डमा धेरै किसिमको झण्डा देख्न सकिन्छ। यहाँको राष्ट्रिय झण्डा चाहिँ बिहान 8 बजेदेखि साँझको 6 बजेसम्म फहराइएको देख्न सकिन्छ। यससँगै यहाँको रोयल फ्ल्याग पनि देख्न सकिन्छ। अचम्म लाग्दो त के छ भने एउटै देशमा यति धेरै किसिमका झण्डाहरू फहराएको देख्न सकिन्छ। साथीहरू, थाइल्यान्डको राजधानी ब्याङ्ककमा निकै नै गर्मी हुने गर्दछ। त्यसैले त यदि तपाईँ घुम्न जाँदै हुनुहुन्छ भने मौसमबारे अध्ययन गरेर मात्र जानुहोला, होइन भने अन्डा बोइल गर्नको लागि आगो बाल्नु पर्दैन। साथीहरू, तपाईलाई यो कुराको पनि जानकारी हुन जरुरी छ कि थाइल्यान्डमा संसारकै ठूलो साँप देख्न सकिन्छ, जसको नाम हो रेटिकुलेटेड पाइथन, जसको लम्बाइ 20 फिटसम्म हुने गर्दछ। साथीहरू, यो भन्दा अघि पनि मैले तपाईलाई जानकारी दिएको छु कि थाइल्यान्ड यस्तो देश हो जहाँ संसारकै सानोदेखि ठूलो जीव देख्न सकिन्छ। संसारकै सानो जीव बम्बलबी ब्याट र ठूलो जीव व्हेल शार्क देख्न सकिन्छ। थाइल्यान्डलाई विभिन्न नामले पनि चिनिने गर्दछ। थाइल्यान्डलाई कतिपयले ल्यान्ड अफ स्माइलले पनि चिन्दछन्। यसको पछाडिको रहस्य के हो भने यहाँका मानिसहरूसँग तपाईँ कुरा गर्न थाल्नु भयो भने उनीहरू सधैँ तपाईलाई स्माइली फेस दिएर नै सम्मान गर्दछन्। आफू जतिसुकै तनावमा भए पनि अतिथिको अगाडि सधैँभरि खुसी रहन्छन्। यहाँका मानिसहरू बीच यो मान्यता छ कि यदि तपाईँ मुस्कुराएर कसैसँग बोल्नुहुन्छ भने यसको मतलब तपाईँ आफ्नो जीवनसँगै अर्काको जीवनमा पनि पोजिटिभ इनर्जी ल्याउनुहुन्छ। त्यसैले त यदि कोही व्यक्ति तपाईलाई देखेर स्माइली फेस दिन्छ भने तपाईँ पनि मुस्कुराउन नभुल्नुहोला। साथीहरू, थाइल्यान्डमा कुल मिलाएर 1413 टापुहरू छन्, जसमध्ये केही आइल्यान्डहरू यस्ता छन् जहाँ कोही पनि बस्दैनन्। थाइल्यान्डको धेरै आइल्यान्ड यस कारणले पनि चर्चित छन् कि यहाँ धेरै संख्यामा हलिउडदेखि बलिउड मुभी सुटिङ हुने गर्दछ। मानिस रहित आइल्यान्डहरू पनि देख्न सकिन्छ, किनकि यहाँ बस्नको लागि अनुकूल वातावरण नै छैन। साथीहरू, थाइल्यान्डमा यदि तपाईँ घरको बाहिर जाँदै हुनुहुन्छ भने तपाईँ हर हालतमा अन्डरवेयर लाएर मात्र जाने गर्नुहोस्। यदि तपाईँ भुलेर पनि लाउनु भएको छैन भने कानुनी कारबाही भोग्न तयार भए हुन्छ। यहाँ हरेक ठाउँमा त्यस्ता क्यामेरा जडान गरिएका हुन्छन् जसले गर्दा अन्डरवेयर नलाएको शंका लागेमा उसको काम तमाम हुन्छ। साथीहरू, थाइल्यान्ड देशमा हरेक वर्ष बाँदरका लागि एउटा छुट्टै पर्व मनाइने गर्दछ। यहाँ बाँदरलाई भोज दिइन्छ भनिन्छ। पर्वको समयमा यहाँ बाँदरलाई हजारौं किलोको फलफुल दिइने गर्दछ। यहाँको मान्यता अनुसार यसो गर्नाले कसैको पनि कुदृष्टि लाग्दैन। यदि तपाईले दिएको खानेकुरा बाँदरले सबै खायो भने सम्झिनुहोस् तपाईलाई कसैले पनि जीवनमा हानि पुर्याउन सक्दैन। साथीहरू, एउटा स्टडी अनुसार ब्याङ्ककका केटीहरू सबैभन्दा धेरै ओपन माइन्डेड केटीहरूमा पर्दछन्। त्यसैले त यहाँका युवतीलाई सजिलै साथी बनाउन सकिन्छ। यहाँका केटीहरूसँग मन्जुरीमै शारीरिक सम्बन्ध राख्न त्यति गाह्रो हुँदैन। तपाईले मन परेको युवतीलाई होटलमा समेत लग्न सक्नुहुन्छ, तर त्यसको लागि तपाईले छुट्टै 500 थाई भाट बुझाउनु पर्ने हुन्छ। थाइल्यान्डको पटायामा तपाईले युवतीसँग कुरा र मोलमोलाई गरेर होटलमा लग्न सक्नुहुन्छ। साथीहरू, टुरिज्म थाइल्यान्डको सबैभन्दा ठूलो अर्थतन्त्रको स्रोत हो। 2023 को जनवरीदेखि अक्टोबरको बीचमा थाइल्यान्डले 22.2 मिलियन विदेशी पर्यटक भित्राएको थियो। यहाँ धेरै जसो पर्यटक ब्याङ्कक, पटाया र फुकेट आउने गर्दछन्। साथीहरू, यदि तपाईँ भातको शौकीन हुनुहुन्छ भने थाइल्यान्डमा राइसको धेरै भेराइटी खान मिल्दछ। यहाँ राइसले बनेका धेरै परिकार पाइने गर्दछ। यहाँको सबैभन्दा धेरै पपुलर डिस चिकन राइस बल रहेको छ। यससँगै किङ फिश र नरिवलको पानीको मजा पनि लिन सकिन्छ। यहाँको बढ्दो टुरिज्मको पछाडि यहाँको खानपिन पनि रहेको छ। विश्वका खानामा पारखी राख्ने मानिसहरू यहाँ विभिन्न खानेकुरा खानकै लागि आउने गर्दछन्। यहाँका मानिसहरूमा सार्वजनिक स्थान सफा राख्ने कल्चर नै रहेको छ। नेपालमा
अमेरिकामा जस्तो यहाँ तपाईले हरेक ठाउँमा फोहोर देख्न सक्नुहुन्न। जथाभावी फोहोर फालेमा दण्डको भागीदार बन्नु पर्दछ। यहाँ तपाईँ जुनसुकै ठाउँमा जाँदा पनि स्वच्छ र सफा परिवेश देख्न सक्नुहुन्छ। ल साथीहरू, थाइल्यान्ड बारे बनाएको भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियो मन परेको खण्डमा लाइक, शेयर र सब्स्क्राइब गर्न अवश्य नभुल्नुहोला। फेरि हामी अर्को भिडियो लिएर यहाँको समक्ष उपस्थित हुने नै छौँ। यतिन्जेल हेरेर साथ दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।